इन्डिया पुग्न साथ हामीलाई चाहिँ ट्राभल एजेन्टले रिसिभ गर्नुभयो र हामी चाहिँ गाडीमा चढेर होटेलतिर लाग्यौं। अनि फाइनली हामी चाहिँ होटेल पुग्यौं। होटेल चाहिँ एकदमै राम्रो थियो। यो चाहिँ खासमा बिजनेस पर्सनहरुको लागि स्पोन्सर ट्रिप थियो। मेरो मम्मी चाहिँ हरेक वर्ष चाहिँ यो स्पोन्सर ट्रिपमा जानुहुन्छ। यो पालि चाहिँ म पनि लकीली म चाहिँ जान पाएको थिएँ। यो होटेलको ब्रेकफास्ट चाहिँ एकदमै मिठो थियो र हामी चाहिँ त्यसपछि लाग्यौं आफ्नो रुमतिर। सबैले आफ्नो रुमको एक्सेस पाएपछि हामी चाहिँ लाग्यौं रुमतिर। रुम पनि एकदमै राम्रो थियो। एउटा मान्छेलाई चाहिने निड जति सबै थियो र मैले चाहिँ सबै कुराहरू अर्गनाइज गर्न थाले ताकि हिँड्ने बेलामा कहाँ के छ भनेर हेर्न नपरोस्। हामीहरूलाई चाहिँ पहिलेदेखि रुममा 3 घण्टा रेस्ट पछि चाहिँ यहाँनिर सबै जम्मा भएर एउटा ठाउँमा घुम्न जान छ है भनेर नोटिस गर्नु भइसकेको थियो। त्यही भएर चाहिँ हामी 3 घण्टाको रेस्ट पछि चाहिँ म चाहिँ मेरो स्किन केयर तर्फतिर लागे। मैले चाहिँ स्किन केयरमा चाहिँ अलिकति स्विच गरेको छु। मैले चाहिँ ओराको सबै प्रडक्टहरू युज गर्छु। यो प्रडक्ट चाहिँ एकदमै जेन्टल लाग्यो मलाई चाहिँ। त्यसपछि चाहिँ हामी सबै टिम रेडी भएर घुम्नको लागि निस्क्यौं र यो चाहिँ मेरो आजको आउटफिट रहेको थियो। त्यसपछि चाहिँ हामी सबै गाडीमा बसेर ब्रह्मपुत्र नदीतिर लाग्यौं। रिभर साइड पुगेपछि चाहिँ हामी सबैले नरिवल पानी खायौं र डुङ्गा चढेर नदी तर्फ लाग्यौं। यो मन्दिर जाने उकालोलाई चाहिँ स्वर्ग जाने बाटो पनि भन्दो रहेछ र यो मन्दिर चाहिँ नदीको यस्तो बिचमा थियो नि। त्यसपछि हामी सबैले चप्पल खोलेर मन्दिरतिर लाग्यौं। यो मन्दिर चाहिँ नदीको बिचमा भएर एकदमै धेरै पिसफुल थियो र हामी सबैले दर्शन गरेपछि बोट चढेर खाना खानतिर लाग्यौं। बेलुकाको खाना लिएपछि हामीले चाहिँ खाना खानतिर लाग्यौं। खाना पनि यो होटेलको एकदमै मिठो रहेछ। सबैले यहाँ बसेर खाना खाएपछि हामी सबैजना चाहिँ आफ्नो रुमतिर लाग्यौं। अनि यसो फ्रेश भएर म चाहिँ आफ्नो भिडियो एडिटिङतिर लागे। बाइ गाइस, सी यु इन द नेक्स्ट ब्लग।